हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी बल खेल्न जानु लाग्यो अनि बल खेलेर बल खेल्न जाने भनेर तलैट रोडबाट जाने भनेको त्यता कुरो मिलेन अलिकति थोरै धेरै नै होइन अनि गाह्रो पर्यो कि त्यतापट्टि सो थोरै अनि त्यही भएर यताबाट जानु पऱ्यो। काम पनि छ यहाँ ट्र्याक्टर बनाउनु पनि छ कि यसो काम भनेको सबै चिज सिकिरहनु पर्छ कि यसो ट्र्याक्टर बनाइदिउँ भनेर अनि के छ र अनि यसो यताडि वाक पनि हुन्छ कि खतरा खालको ठाउँ फेरि म फेरि त्यस्तो बबल ठाउँमा हिँड्छु नि फेरि खतरा ठाउँ हुन्छ कि यहाँ त। ल साथीहरू हामी चाहिँ यी मकै बारी हिँड्नु पऱ्यो है दर्याम हान्नु पऱ्यो मकै बारी पुरै यस्तो बारी छ ऊ हानेर ट्र्याक्टरबाट जान्लाम ट्र्याक्टरबाट जान्छौँ अनि ट्र्याक्टर भइसकेपछि ट्र्याक्टर बनाउँछौँ एकछिन अनि ट्र्याक्टर बनाएर यहाँ उत्पट्याङहरूले के गरे नि यो जब पुत्लालाई पनि छोडेन उनीहरूले के गर्ने यस्तो खतरा। अब ट्र्याक्टरबाट जान्छौँ अनि त्यहाँबाट हेरौँ के हुन्छ त्यसपछि अनि यहाँ बनाएर हामी चाहिँ बल खेल्न जान्छौँ। सकाइजी अहिले चाहिँ ट्र्याक्टर आयौँ अब एकछिन जोत्छौँ 2-3टा गरा छ 2-3टा गरा भ्याएर अनि खेल्न गइहाल्छौँ। खतरा ट्र्याक्टर भर्खरले अब जम्मा 1 हप्ता पनि भएन। गाइस होइन मैले चाहिँ ट्र्याक्टर बनाएँ पनि अब बनाएर अनि जोतेर नै आइसकेँ। अब जोतेर भ्याएँ अब जोत्नु त खासै जोतेन धेरै 2टा गरेर जोत्यो क्या हो। त्यसपछि अजाम भयो अनि अजाल जोत्नु भयो। हामी अब बल खेल्न जानु लाग्यो केटाहरू लिची लिनु खा क्या हो। अब लिची खान्छौँ अनि जान्छौँ अब बल खेल्न जाने। केटाहरूले जोत्न पनि जोतियो लिची नि खाइयो केटाहरू लिची नि टिपिदिए यस्तो बवाल लिची नि खाइयो अनि अब लिची खाइयो लिची खाएर अनि आज नि खासै एक त खाइएन फलेर हिँड्छ 3जनाले 2-2टा खाइयो मान्छे 6वटा भनिदिउँ न 6वटा छन् त थियो अब फेरि अर्कोचोटि आउँदैन खानुपर्छ भनेर राख्यो। अनि अब यस्तो कस्तो हुँदैछ क्या यस्तो जोतेर आएर थाका बेलामा यस्तो पाउनु चिसो पानी पाउनु भनेको हामी भाग्यमानी हो नि खतरा हो कि क्या तर के खतरा चिसो आउँछ कि पानी हेर्नु साथी। अब हामी यता ह्याचेरीमा आयौँ ह्याचेरीमा आइपुग्यौँ हामी अब ह्याचेरीबाट अलिकति भित्र छिरेपछि खोला जानुपर्छ त्यहाँबाट खतरा के ह्याचेरी नि छ नाइसरको बगैँचा नि छ यसलाई नाइसर बगैँचा भन्छ यसलाई। यस्तो खतरा यतापट्टि यस्तो हो भने यतापट्टि त बवाल छ कि पुरै नाइसरको रुख छ यस्तो बवाल मजा आउँछ कि यहाँ यस्तो बवाल शीतल हावा दिन्छ कि गरौँ भाबेला त यस्तो बवाल शीतल दिन्छ कि ओहो भनी साध्यै छैन के खतरा दिन्छ के शीतल त बवाल हो के गर्ने अब आमा आनन्द क्या आनन्द फिल भयो यार बवाल मजा आउँछ कि यहाँ तल ह्याचेरी छ फुल पुरै ह्याचेरी छ उम्रिनु पाएन केटीहरू इतराले नि पुरै जोतेर हिँड्नु खान्छ क्या खतरा खान केटाहरू केटीहरू हेर्नु पाएन फ्रीको वाइफाई चलाउनाले यहाँ खान के गर्ने भने छट्टु खान केटीहरू यहाँ चाहिँ बवाल छ कि बवाल ठुलो ह्याचेरी छ कि यहाँ यस्तो खतरा हुन्छ यहाँ पुरै कुखुरादेखि लिएर चल्लादेखि लिएर अन्डासम्म सब थोक पाइन्छ कि बवाल छ कि यस्तो बवाल ठुलो ह्याचेरी